माई मिनी फर्स्ट युट्युब ब्लग सबै साथीहरूलाई वेलकम छ। आज चाहिँ यहाँ अलिकति फोटोसुट भइरहेछ। बच्चाहरू अनि बुढीहरू अनि भाइको परिवार सबै फोटोग्राफी गरिरहेछन्। यो चाहिँ करुणा हो, मेरो बुढी। सबै इन्डियातिर जानु लाग्छ होइन सपिङको लागि। यिनी सबै पारी अब चाहिँ म खोलातिर नुहाउन। यो समीर हो, फोटोसुट गरिरहेछ। अनि मेरो बाइकको छोरी चाहिँ एकदम खतरा पोज दिइरहेछ। पोज अन्त अरू द्या पोज हान्न एकचोटि एक्सन गर्दा। गुड बाई, गुड गुड गुड। एक फ्रेङ्किस बिमार। वाउ, यो छोरीको बुवा चाहिँ यो तक्सु। अनि हाम्रो सानो छोरी। हेलो छोरी, मेरो छोरी। यो क्यामेराम्यान सबैको धडाधड फोटो खिच्दै। हाम्रा माननीय बाजे मङ्गल सिंह ठाकुरज्यू अनि हाम्रा काका जनक अङ्कलजीलाई मेरो तर्फबाट नमस्कार छ है। एउटा सानो काण्ड के डुप्लिकेट पेस्टुल समातेर स्टोरीमा हालेको फोटो हाम्रो जिल्ला प्रहरी कार्यालयबाट दुईटा पुलिस आएर खोजी गर्दै त्यो सक्कली पेस्टुल हो भनेर क्या। अब फेरि हामी खोलातिर नुहाउनलाई यस्तो भिरको बाटो काटेर जानुपर्छ खोलामा नुहाउनुको लागि। फेरि यो त्यस्तो दामी खालको ब्लग चाहिँ होइन, यो चाहिँ सिम्पल ब्लग हो। यो चाहिँ मेरो फर्स्ट ब्लग हो, त्यही भएर चाहिँ है गाइज। यो हाम्रो दार्चुलाको खतरनाक शराबी पछाडिको चाहिँ लास्कु गाउँ हो गाइज। यो हाम्रो सुदूरपश्चिम खलङ्गा दार्चुलाको लास्कु गाउँ चाहिँ हाम्रो पछाडिको है। जन्मिँदाखेरि गोरो जन्मेको थिएँ, यो घामले पोलेर कालो बनाइदियो यार। अब खोलामा यस्तो दुई चार डुब्की हान्नु पर्यो। अब हाम्रो इन्ट्री भइसक्यो स्विमिङ पुलमा, हाम्रो नेसनल स्विमिङ पुलमा। हाम्रो यहाँको बच्चाहरू पनि वेल ट्रेन्ड स्विमर हो एकदम। ओहो भाइ, यहाँ लुगा लगाउनु पर्दैन उता जा। हाम्रो के भन्छन् यो लास्कु खोला हो यो है। अनि यो चाहिँ स्कुलबाट भर्खर आएर गर्मी लागेर नुहाउनुको लागि रेडी भएर पुगेँ म आफ्नो स्विमिङ पुलमा। मेरो बना मैले भन्छु